हजुर मेरै भिन्न हुन्छ एउटा त बिति जानुभयो अनि मेरो मम्मी आउनुभएको थियो मम्मी पनि बिति जानुभयो अरू सबै बितिगयो क्या त्यो मान्छेहरू तपाईँको मम्मीहरू निम्ति हुनुहुन्थ्यो नि बिति जानुभयो अब एउटा पनि छैन कि बाँचेको मान्छे पुरै छाङ्गो रहेछ तल हजुरसँग कतिजना त्यो मान्छे हजुर चाहिँ छतमा बस्नु भएको थियो दुईजना छतमा बसेको थिएँ छतबाट पनि अर्को हजुरसँग बस्नु भए निस्किन सक्नु भएन उहाँलाई उयो गाडीले तल झरेको बेला उयो गाडीले पनि लगिदियो च्यापेर म त ठ्याक्कै म पनि गइजान्थेँ त्यस्तो भिरालो थियो ठ्याक्कै म रुखको जरो देखेँ अनि त्यसलाई पकाएर रोक्थेँ कि म त अड्थेँ त्यस्तो अरू ठाउँ पनि भएको छ अन्त टाउकोमा त छैन है हेर्नु त म थाहा छोड्नु छैन यो भाग यो भाग कस्तो यो केमा लामा किन भयो कि रुखमा बिर्सनु भएको थियो पुरै माटो त भित्र बसिरहेको थियो गाडी तल्लै झरिसक्यो है सबै गाडी त हेर्नु ड्राइभर 8 किलोमिटर होइन त आफै बिना हेर्नु त गाउँ त अलि गाउँ चाहिँ यति रहेछ गरेर यस्तो दाँत जमाउँदाखेरि दुखिरहेको छैन गर्नु सक्नुहुन्छ कि नै यहीँ गर्नु त पुरा माटो लागिरहेको ठिक छ दुखेर त छैन नि खोल्नलाई गाह्रो त भएको छैन यताको हड्डीहरू भाँच्यो भने चाहिँ फेरि खोल्न गाह्रो हुन्छ कि पछि त्यही भएर यता चाहिँ ठिकै छ है यो सिलाउने खालको रहेछ सफा गरेर सिलाउनु मिल्छ त्यहाँ अलिकति चोट लागेको छ नि त्यहाँ चाहिँ उभा रहेछ यसो गर्ने बेला डुब्छ यो त म त हस्पिटल ड्युटीबाट हस्पिटल भर्खर आएको छु हस्पिटल यहाँ चेक त्यो बिरामी जाँदा छैन छ नि भाइ त्यो त होला बरु ठिक छ मेरो त्यो ठिक छ यो चाहिँ सामान्य नै छ घाउ नै त बाहिर घाउ नै त छैन तर हजुरको एक्सरेहरू चाहिँ गर्नुपर्छ होला त्यहाँको लागि लास्टले जान्छ यहाँको मान्छे पनि उहाँको मान्छे आफ्नो गाउँ पनि जानु भएको छ किन यो छातीहरू त दुखेको छ त्यही हो यो एउटा हजुर यो भएको छ नि ठ्याक्कै यतिजना थियौँ भने थाहा भयो नि तपाईँलाई नि त्यस्तो त्यो 15-16 जना त्यस्तै हुनु स्क्यान चाहिँ ड्राइभरहरूसँगै 16 जना